2083 साल मिथुन राशि वाला जातकहरुका लागि यदि मिथुन राशि वाला व्यक्तित्व हुनुहुन्छ भने तपाईले यो भिडियो हेर्दै हुनुहुन्छ भने कस्तो प्रकारको जान्छ घाटादायक व्यवधान युक्त स्वस्थतामा, पढाइमा, व्यापारमा, विदेश यात्रा सम्बन्धित तमाम कुराहरुको लागि भाग्य स्थानमा रहेको राहुले के यहाँहरुलाई भाग्य वृद्धि गर्छ। बुद्धिको कारक, क्षमताको कारक, बोलीको कारक मिथुन राशिका देवता हुने गर्दछन् भगवान नारायण। बृहस्पति तपाईको लग्न स्थानमा छन् भने अब धन स्थानमा जाँदैछन् है। यदि तपाईको मिथुन राशि छ भने जेठ महिना विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ। किन भन्दा धन स्थानमा बृहस्पति गोचर गर्छन्। जति पनि काम बन्छन् बोलेर नै बन्छ। मङ्सिरको 25 गतेसम्म भने दुविधायुक्त दिन रहन्छ। माघ महिना तपाईको लागि कतै न कतै चोट पटक आदि लाग्न सक्ने। एउटा कुरा म अवश्य बताइदिन्छु, भाग्य स्थानमा राहु छ मिथुन राशि वाला जातकहरुको लागि। मिथुन राशि वाला व्यक्तित्वहरू कस्ता प्रकारका हुने गर्दछन्। नमस्कार, युट्युब च्यानल लोटस टिभी हेरेर बसिराख्नुहुने समस्त दर्शक महानुभावहरूलाई म ज्योतिष गुरु आचार्य महेश पौडेलको तर्फबाट नमन छ। राधे राधे छ। दर्शक महानुभावहरू 2083 साल तपाईको लागि कस्तो प्रकारको जान्छ। मिथुन राशि वाला जातकहरुका लागि, व्यक्तित्वहरुका लागि 2083 साल के कस्तो प्रकारको रहन्छ। यदि तपाईको मिथुन राशि छ भने मिथुन राशि वाला जातकहरुले 2083 सालमा आफ्नो मोबाइलको वालपेपरमा कुन तस्बिर राख्नाले, कुन फोटो राख्नाले तपाईको लागि 2083 साल एकदम महत्त्वपूर्ण जान्छ, शुभदायक जान्छ। केही विघ्न बाधा कष्ट छन् भने पनि निवारण हुन्छ। आमाको फोटो होस्, स्त्रीको प्रतीक होस्, स्त्रीको फोटो होस्, आमाको फोटो राख्नुहोस्। मिथुन राशि वाला जातकले 2083 साल पर्यन्त फोटो राख्नुभयो भने नि, आमाको तस्बिर राख्नुभयो भने तपाईको लागि यति राम्रो छ, यति राम्रो छ। भनिन्छ पराम्बिका पराशक्तिको बुध ग्रहको चाहिँ स्वामी नै हुन्छन् दुर्गा, र दुर्गाको अंश मातालाई, आमालाई बताएको हुनाले 2083 साल जसमा बृहस्पति तपाईको दोस्रो भावमा जाँदैछ, धनस्थानमा जाँदैछ, तपाईको लागि आमाको तस्बिर आफ्नो मोबाइलको वालपेपरमा राख्नु तपाईको लागि एकदम धेरै अपर्च्युनिटीहरूलाई, अवसरहरूलाई सकारात्मक तरिकाले रिजल्ट प्रदान गर्दछ। यो अवश्य तपाईले गर्नुहोला। आफ्नो वालपेपरमा आफ्नो आमाको फोटो अवश्य राख्नुहोला मिथुन राशि वाला जातकहरूले। यहाँका स्वभाव, यहाँका सहनशीलता, यहाँका रुचि रुझाव र मिथुन राशि वाला व्यक्तित्वहरूको समग्र स्थिति कस्तो प्रकारको रहन्छ। विशेष गरेर मिथुन राशि वाला जातकहरू प्रेमी स्वभावका हुने गर्दछन्, सद्भावना युक्त हुन्छन्, परोपकारी युक्त हुन्छन्, दया इमोसनल अधिक मात्रामा रहन्छ। तर निर्णय क्षमता भने थोरै कमजोर देखिएको छ है। 2083 साल मिथुन राशि वाला जातकहरूको लागि दोधारोपनको शिकार, निर्णय क्षमतामा कमजोरी हुनु यो अलि देखिएको हुनाले थोरै आफ्नो निर्णय क्षमतालाई परिवर्तन गरेर तुरन्त एक्सेप्ट गर्ने प्रयास गर्नु होला। त्यो तपाईको लागि राम्रो रहन्छ। त्यस्तै प्रकारले अरूलाई सोचेर सम्झेर अरूप्रति आधार र सद्भावनालाई बढाउने तपाईका योगहरू पनि बनिराखेका छन् र मिथुन राशि वाला जातकहरूका लागि स्वभाव पनि रहेको छ। अरूको लागि मरिमेट्ने स्वभाव मिथुन राशि वाला जातकहरूका लागि हुने गर्दछ। आफ्नो भन्दा पनि अरूप्रतिको ध्यान धेरै दिने यस्तो भएको हुनाले 2083 सालमा यसलाई परिवर्तन गर्नु होला। आफ्नो लागि सोच्नुस्, अरूको लागि हुँदै गर्छ। तर मिथुन राशि वाला जातकहरूको लागि 2083 बहुत महत्त्वपूर्ण छ है। त्यही भएको हुनाले जिम्मेदारीलाई पूर्ण गर्न सक्ने क्षमता मिथुन राशि वाला जातकहरूमा रहन्छ। प्रेमी स्वभावका हुने गर्दछन्, सरल स्वभावका हुनेछन् र भनिन्छ इन्टेलिजेन्ट पनि रहने मिथुन राशि वाला जातकहरू रहने गर्दछन्। त सबै कुराहरूको लागि तपाईको लागि ओभरअल यी योगहरू बनेका हुनाले चाहिँ सबै कुराहरू यहाँहरूको समक्षमा मैले प्रदान गरेँ। 83 साल के कस्तो प्रकारको रहन्छ, यहाँहरूका लागि फलदायक छ या कहीँ घाटादायक छ या व्यवधान युक्त छ या केही अपर्च्युनिटीहरू, अवसरहरू प्रदान गरिराखेका छन्। 2083 साल तपाईको लागि यो द्वार कस्तो प्रकारको खुल्न जान्छ, मिथुन राशि वाला जातकहरूका लागि के कस्ता प्रकारका हुन्छन्। यहाँहरूका लागि विशेष गरेर अहिले यहाँहरूको लग्नमा भएको बृहस्पति धनस्थानमा जाँदैछ। 2083 सालमा धनस्थानमा बृहस्पति कर्कट राशिमा गएर गोचर गर्दाखेरि पुरै वर्ष पर्यन्त के कस्ता प्रकारका फल दिने गर्दछन् र 10औं
कर्म क्षेत्रमा रहेको शनि ग्रहले वर्ष पर्यन्त के कस्ता फल दिँदछन्। र अर्को महत्त्वपूर्ण कुरा, मिथुन राशिवाला जातकहरूका लागि भाग्य स्थानमा रहेको राहुले के यहाँहरूलाई भाग्य वृद्धि गर्छ या भाग्यमा कहीँ अवरोध गर्दछ या राहुको के उपाय गर्नुपर्ने हुन्छ, सबै कुराहरू म खोल्छु। विशेष ध्यान दिएर यहाँहरूले सुन्नुपर्ने हुन्छ र साथसाथै सब्सक्राइब गर्नुभएको छैन भने यस च्यानललाई अवश्य सब्सक्राइब गर्नुहोला। आउँ सर्वप्रथम मिथुन राशिवाला जातकहरूका लागि समग्र कुरा जान्नुभन्दा पूर्व आफ्नो राशिको बारेमा जान्नुस्। यो राशिको सिम्बल के रहन्छ, यो राशिका प्रभाव के कस्ता प्रकारका रहन्छन्, यो राशि कुन तत्त्वको हो, यो राशिका योग कस्ता प्रकारका बन्छन्, यी कुराहरूलाई प्रारम्भिक कुराहरूमा यहाँहरूको समक्षमा राख्दछु। मिथुन राशि अर्थात् तेस्रो राशि मानिन्छ। यो राशिको स्वामी भने बुध, हजुरको राशि स्वामी पर्दछन् बुध ग्रह। बुध ग्रह राशि स्वामी र बुध ग्रह भनेको वायु तत्त्वको ग्रह पनि बताएको हुनाले विशेष महत्त्वपूर्ण छ। कारक भने बुद्धिको कारक, क्याल्कुलेसन क्षमताको कारक, बोलीको कारक, मनोरञ्जनको कारक रहेको यो बुध ग्रह विशेष गरेर व्यक्तित्वको इच्छा शक्तिलाई पनि दर्शाउने गर्दछ। कहीँ बार मिथुन राशिवाला व्यक्तित्वहरू भने दुई स्वभाव राशि भएका कारणले गर्दाखेरि थोरै कन्फ्युजन र दोधारोपनको शिकार पनि हुने गर्दछन्। सिम्बल रहन्छ जोडा, मिथुन अर्थात् जोडा, पुरुष र स्त्रीको जोडको अर्थलाई जुडाउँछ जसलाई भनिन्छ मिथुन। तदनुसार मिथुन राशिका देवता हुने गर्दछन् भगवान नारायण, भगवान विष्णु देवता मानिएका छन्। त दर्शक महानुभावहरू, यो थियो प्रारम्भिक कुरा यहाँहरूको समक्षमा राखेँ। आउँ अब भने विशेष गरेर मिथुन राशिवाला जातकहरूका लागि स्वास्थ्यतामा, पढाइमा, व्यापारमा, विदेश यात्रा सम्बन्धित तमाम कुराहरूको लागि म यहाँहरूको समक्षमा राख्दछु। गुरु बृहस्पति जसलाई जुपिटर भनिन्छ, बृहस्पति तपाईँको लग्न स्थानमा छन् भने अब धन स्थानमा जाँदैछन् है केही समयपछि, अर्थात् वर्षको दोस्रो महिना ज्येष्ठ महिनाबाट लिएर वर्ष पर्यन्त रहने गुरु बृहस्पति तपाईँको लागि कति धन लिएर आउँछन्, कति भाग्य खोल्छन्, कति भाग्य प्रबलता बनाउँछन्, कति तपाईँका लागि शुभत्व बनाउँछन्, यी कुराहरू यहाँहरूको समक्षमा राख्दछु। सर्वप्रथम आउँ वर्षको आरम्भ जसलाई विशेष गरेर वैशाख महिना भनिन्छ। यो वैशाख महिना कस्तो प्रकारको जान्छ मिथुन राशिवाला जातकहरूको लागि। यहाँहरूको राशि लग्नस्थ स्थानबाट भने विशेष गरेर एकादश स्थान जसलाई लाभ भाव भनिन्छ, त्यहाँ सूर्य र बुधको योग बनिराखेको छ जसलाई भनिन्छ बुधादित्य नाम गरेको योग बनेको छ। यो महिना पर्यन्त वैशाख महिनासम्म रहने बुधादित्य योग भनेको तपाईँको लागि प्रबल राजयोग हो। यो महत्त्वपूर्ण राजयोग, यसले तपाईँलाई समग्रमा समेट्ने प्रयास गर्दछ, आर्थिक स्थितिमा मजबुत बनाउँछ, व्यापारिक वर्गहरूको लागि पनि राम्रो रहन्छ। तर विशेष गरेर मिथुन राशिवाला जातक जो गभर्मेन्ट सेक्टरमा आबद्ध हुनुहुन्छ, गभर्मेन्ट सेक्टर अर्थात् सरकारी जागिर गर्दै हुनुहुन्छ भने उहाँहरूको लागि बहुत महत्त्वपूर्ण छ वैशाख महिना। वैशाख महिना स्थानान्तरण अर्थात् स्थान परिवर्तन गर्ने महिना पनि हो। त यहाँहरू गभर्मेन्ट सेक्टरमा हुनुहुन्छ भने कहीँ अन्य स्थानमा अप्लाई गर्न पनि सक्नुहुनेछ र त्यो सम्बन्धित विषयवस्तुबाट लाभ पनि प्राप्ति रहन्छ यहाँहरूका लागि। र विशेष गरेर वैशाख महिना मिथुन राशिवाला जातकका लागि एकदम महत्त्वपूर्ण छ। कार्यक्षेत्रको लागि, कामको लागि, जबको लागि, प्रमोसनको लागि यी महिना तपाईँको लागि लाभप्रदायक बनिराखेका छन्। त त्यस्तै प्रकारले भने जेठ महिना कस्तो प्रकारको जान्छ, यहाँ थोरै समस्यादायक देखिएको छ मिथुन राशिवाला जातकहरूको लागि। जेठ महिना पुरै महिना त्यति प्रबल देखिएको छैन। यदि तपाईँको मिथुन राशि छ भने जेठ महिना तपाईँले विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ। स्वास्थ्यताको लागि पनि, आर्थिक स्थितिको लागि पनि। व्यापारिक वर्ग हुनुहुन्छ भने तपाईँले जेठ महिनामा थोरै सावधानी चाहिँ अवश्य अपनाउनु पर्ने हुन्छ, किनभने यो खर्चिलो महिना हो मिथुन राशिवाला जातकहरूको लागि। जेठ महिना लाभप्रदायक महिना हुँदैन, खर्चिलो महिना हुन्छ। हालाकि विदेश सम्बन्धित यात्राको लागि भने लाभप्रदायक महिना हो, अन्यथामा भने विशेष गरेर व्यावसायिक वर्गहरूको लागि खर्चिलो रहन्छ। अब आउँ आषाढ महिना कस्तो प्रकारको रहन्छ। असार, साउन, भदौ यी 3 महिना तपाईँको लागि कस्तो प्रकारका जान्छन्। असार महिना तपाईँको लागि निकै महत्त्वपूर्ण छ। यो लक्की साबित महिना हो तपाईँको लागि। धेरै यो महिनामा तपाईँलाई अवसरहरू प्रदान गर्दछ। यो महिनामा तपाईँको विशेष ग्रहले यो स्थानमा
आषाढ महिनामा सूर्यको आगमनले गर्दाखेरि तपाईँको लागि नयाँ अवसरहरू ब्याङ्किङ क्षेत्रमा आबद्ध हुने, ब्याङ्किङ क्षेत्रको कार्यरत रहने व्यक्तित्वहरू होस् या अन्य प्राविधिक क्षेत्रका व्यक्तित्वहरूको लागि राम्रो योग बनाइराखेको छ। अरू व्यावसायिक वर्गको लागि या बिजनेस गर्ने व्यक्तित्वहरूको लागि पनि राम्रै योग बनाइराखेको छ। अब आउँ तपाईँको लागि श्रावण महिना विशेष महत्त्वपूर्ण छ। श्रावण महिना र भदौ महिना यी दुईटा महिना तपाईँको लागि नयाँ ग्रोथको महिना हो। यो महिना तपाईँलाई प्रबल बलिष्ठ बनाउने महिना हो। किन भन्दा दोस्रो स्थानमा धनस्थानमा बृहस्पति गोचर गर्छन्, आफ्नो उच्च राशिमा बसेको हुनाले तपाईँका बोलीबाट प्रभाव पार्ने योग बन्दछ। जति सक्नुहुन्छ मिठास तरिकाले काम गर्ने। यदि तपाईँ विशेष गरेर जब गर्दै हुनुहुन्छ या कसैलाई आफ्नो काममा राख्नु भएको छ भने पनि आफ्नो बोलीलाई लिएर चाहिँ संयमता अपनाउनु पर्ने हुन्छ र थोरै मिठास प्रयोग गर्न सक्नुहुनेछ बोलीबाट। जति पनि काम बन्छन् बोलेर नै बन्छन् तपाईँका। त साउन भदौ महिना तपाईँका बोलीबाट तपाईँले अरूलाई इम्प्रेस पार्न सक्नुहुनेछ, आफ्नो कामहरू बनाउन सक्नुहुनेछ। त यी दुई महिना तपाईँको लागि सङ्घर्षको बावजुद सफलता दिने महिना पनि हो। असोज र कार्तिक महिना एजुकेसन क्षेत्रको लागि राम्रो देखिएको छ र त्यस्तै प्रकारले विदेशको लागि राम्रो देखिएको छ। स्पोर्ट लाइनमा रहने व्यक्तित्वहरूको लागि, कलाकारिता क्षेत्रको व्यक्तित्वहरूको लागि, कला साङ्गीतिक क्षेत्रको व्यक्तित्वहरूको लागि एकदम मजबुत योग बनाइराखेको छ। हालाकि तपाईँको लागि थोरै भने कार्तिक महिनाको अन्तिम र मङ्सिर महिनाको आरम्भदेखि लिएर चाहिँ कि 25 गते मङ्सिरको 25 गतेसम्म भने थोरै दुविधायुक्त दिन रहन्छ, कन्फ्युजन अधिक क्रिएट रहन्छ, मन प्रसन्न रहँदैन, थोरै दुविधामा तपाईँ बग्न सक्नुहुनेछ र साथसाथै अलि सरलताको विशेष गरेर आफ्नो इमोसनल आफ्नो सरलताका कारणले गर्दाखेरि कई बार पछि परेको महसुस तपाईँलाई यो महिनाको अन्तिम समयमा विशेष रहने गर्दछ। त्यो समयमा थोरै सावधानी अपनाउने, आफ्नो कुराहरूलाई आफ्नो फ्यामिलीको बिचमा सेयर गर्ने, जो तपाईँको अत्यन्त घनिष्ठ व्यक्ति छ उसँग आफ्नो कुराहरूलाई सेयर गरेर थोरै आफ्नो मनको स्थितिलाई मजबुत चाहिँ अवश्य बनाउनु होला। त्यसपछि आउँछ विशेष गरेर पुष महिना तपाईँको लागि राम्रो महिना हो। पार्टनरसिपमा लगानी लगाउन सक्नुहुनेछ, पार्टनरसिपमा काम गर्न सक्नुहुनेछ, विदेशको अपर्च्युनिटीहरू अवसरहरू आउँछन्, त्यसमा तपाईँ अगाडि बढ्न सक्नुहुनेछ। म आफ्नै स्वदेशमा केही गर्छु, आफ्नै देशमा केही गर्छु भने तपाईँले बिजनेस गर्न सक्नुहुनेछ। मेसिनरी सम्बन्धित बिजनेस तपाईँको लागि प्रबल योग बनाइराखेका छन्। त्यस्तै प्रकारले माघ महिना 2083 सालको माघ महिना भने थोरै कष्टकारक रहन्छ। यदि द्रुत गतिमा सवारी साधन चलाउनुहुन्छ, हाई स्पिडमा चलाउनुहुन्छ भने माघ महिना तपाईँको लागि कतै न कतै चोटपटक आदि लाग्न सक्ने, थोरै इन्जेक्ट रहन सक्ने सम्बन्धित महिना रहेको हुनाले पनि विशेष सावधानी चाहिँ माघ महिनामा मिथुन राशिवाला जातकहरूले अपनाउनु पर्ने हुन्छ, ध्यान दिनुपर्ने हुन्छ। भनिन्छ माघ महिना तपाईँहरूको लागि शत्रु बाधा, शत्रु कष्ट अनि ऋण रोग आदि भयहरू रहन सक्ने महिना भएको हुनाले यो महिना तपाईँको लागि घात महिना बन्न सक्छ। सावधानी अपनाउनु होला विशेष गरेर। त्यसपछि तपाईँको लागि आउँछ फागुन र चैत्र महिना भने अत्याधिक प्रबल राजयोग बनाइराखेको छ। आउँ यो समग्र महिनाहरूको कुरा गर्नुभन्दा पूर्व तपाईँको एउटा कुरा म अवश्य बताइदिन्छु। भाग्य स्थानमा राहु छ मिथुन राशिवाला जातकहरूको लागि 2083 साल पर्यन्त थोरै सङ्घर्ष आफ्नो भाग्य र उन्नतिको लागि चाहिँ रहने गर्दछ। वर्ष पर्यन्त यी कुरालाई लिएर तपाईँले विशेष ध्यान दिनुपर्ने हुन्छ। जति सङ्घर्ष गर्नुभएको छ त्यसमा थोरै एक्स्ट्रा एड समय चाहिँ तपाईँले जोड्नुपर्ने हुन्छ, एड गर्नुपर्ने हुन्छ। किन भन्दा 10 मिनटको काम गर्दै हुनुहुन्छ भने 12 या 13 मिनट लाग्न सक्छ र तपाईँले 10 मिनटको मेहनत गर्नुभएको छ भने 10 मिनटले पुग्दैन कि त 13-14 मिनटसम्मको मेहनत ओभरअलमा गर्नुपर्ने हुन्छ। तब मात्र तपाईँलाई भाग्य स्थानको राहुले तपाईँलाई पुरा वर्ष पर्यन्त लाभ प्रदान गर्दछ। र अर्को अपर्च्युनिटी रहन्छ बृहस्पति जुपिटर एकदम राम्रो छ मिथुन राशिवाला जातकहरूको लागि। बृहस्पतिको यति शुभ योग र प्रभावका कारणले गर्दा कुल देवताको आशीर्वाद 2083 साल पर्यन्त रहन्छ। यदि मिथुन राशिवाला व्यक्तित्व हुनुहुन्छ भने तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ भने जे काम गर्दाखेरि पनि विशेष गरेर 2083 सालमा आफ्नो कुल देवतालाई नभुल्नु होला, आफ्नो कुल देवताको अवश्य स्मरण गर्नु होला। अब आउँ तपाईँको लागि ओभरअल
स्वस्थताको लागि विशेष गरेर कुन कुन महिनालाई अझ धेरै ध्यान दिनुपर्ने हुन्छ भनेर आषाढ महिना पनि ध्यान दिनु पर्यो र साथसाथै मङ्सिर महिना पनि ध्यान दिनु पर्यो र माघ महिना र जेठ महिनालाई स्वस्थतालाई लिएर ध्यान दिनुहोला। एजुकेसनको लागि भने विशेष गरेर मिथुन राशिवाला जातकहरूका लागि ब्याङ्किङ क्षेत्र राम्रो देखिएको छ, एकाउन्ट सब्जेक्ट प्रबल देखिएको छ, रिसर्च लाइन भने एकदम प्रबल 2083 सालमा बनिराखेको छ। अब व्यापार बिजनेसलाई लिएर आउँ, कृषि सम्बन्धित बिजनेस तपाईँको लागि एकदम महत्त्वपूर्ण छ, मेसिनरी सम्बन्धित कामहरू तपाईँको लागि महत्त्वपूर्ण योग बनाइराखेका छन्, प्रोपर्टी डिलरको काम पनि तपाईँको लागि राम्रो र रेस्टुरेन्ट सम्बन्धित काम गर्ने व्यक्तित्वहरूको लागि पनि राम्रो देखिएको छ मिथुन राशिवाला जातकहरूको लागि। हालाकि विदेश यात्रा तपाईँको लागि ओभरअल स्थितिलाई हेर्दाखेरि केही कष्टकारक महिनामा विदेश यात्रा त्यति उत्तम देखिएको छैन। स्पोर्ट लाइनको कुरा गर्दाखेरि चाहिँ विशेष गरेर कलाकारिता सम्बन्धित कुराहरू, क्रिकेट सम्बन्धित कुराहरू, कबड्डी सम्बन्धित कुराहरूमा थोरै तपाईँको रुचि रुझाव 2083 सालमा बढ्न सक्छ। शुभ रङको कुरा गरौँ मिथुन राशिवाला जातकहरूको लागि, ओभरअल तपाईँले 2083 सालमा कुन कुन कलरको विशेष प्रयोग गर्न सक्नुहुनेछ जो तपाईँको लागि तपाईँको भाग्य वृद्धिकारक कलर छन्। ओरेन्ज कलरको प्रयोग गर्न सक्नुहुनेछ, क्रीम कलरको प्रयोग तपाईँको लागि बडा महत्त्वपूर्ण छ, हरियो कलरको रङ तपाईँको स्वयंको राशिको रङ भएको हुनाले पनि यो पनि महत्त्वपूर्ण छ, हल्का कालो कलरको प्रयोग भने मिथुन राशिवालाको लागि महत्त्वपूर्ण लक्की साबित चाहिँ रहने गर्दछ। त्यस्तै प्रकारले शुभ दिशा रहन्छ तपाईँको लागि उत्तर र दक्षिण दिशा प्रबल बलियो देखिएको छ 2083 सालमा मिथुन राशिवाला जातकहरूका लागि। शुभ अङ्क कुन कुन अङ्कको प्रयोग 2083 सालमा तपाईँले गर्न सक्नुहुन्छ मिथुन राशिवालाले विशेष ध्यान दिनुहोला। 3 अङ्क तपाईँको लागि लक्की साबित हुने अङ्क हो, 6 अङ्क तपाईँको लागि भाग्य वृद्धिकारक अङ्क हो, 5 अङ्क तपाईँको लागि एजुकेसनको अङ्क हो, त्यसपछि 11 अङ्क तपाईँको लागि भाग्य वृद्धि कारक हो। त्यस्तै प्रकारले 1 अङ्क तपाईँको लागि आय स्रोत कारक अङ्क रहेको हुनाले पनि यी अङ्कको प्रयोग वर्ष पर्यन्त गर्नु लाभदायक देखिएको छ। शुभ महिना हो तपाईँहरूको लागि, एकदम अपर्च्युनिटी अवसरहरू दायक महिना रहन्छ। विशेष गरेर श्रावण महिना, वैशाख महिना, त्यसपछि लिएर तपाईँको लागि चैत्र महिना र असोज महिना, यी महिना तपाईँको लागि लाभप्रदायक बनिराखेका छन्। केही अशुभ महिना छन्, ती अशुभ महिनालाई विशेष ध्यान दिनुहोला। तपाईँको लागि मङ्सिर महिना त्यति लक्की साबित रहँदैन, माघ महिना तपाईँको लागि त्यति लक्की साबित रहँदैन र जेठ महिना पनि तपाईँको लागि त्यति लक्की साबित रहँदैन। यी महिनाहरूमा थोरै सतर्कता अपनाउनु पर्ने हुन्छ। अब आउँ मिथुन राशिवाला व्यक्तित्वहरू कस्ता प्रकारका हुने गर्दछन्। यहाँका स्वभाव, यहाँका सहनशीलता, यहाँका रुचि रुझाव र मिथुन राशिवाला व्यक्तित्वहरूको समग्र स्थिति कस्तो प्रकारको रहन्छ। विशेष गरेर मिथुन राशिवाला जातकहरू प्रेमी स्वभावका हुने गर्दछन्, सद्भावना युक्त हुन्छन्, परोपकारी युक्त हुन्छन्, दया इमोसनल अधिक मात्रामा रहन्छ, तर निर्णय क्षमता भने थोरै कमजोर देखिएको छ है। 2083 साल मिथुन राशिवाला जातकहरूको लागि दोधारोपनको शिकार, निर्णय क्षमतामा कमजोरी हुनु यो अलि देखिएको हुनाले थोरै आफ्नो निर्णय क्षमतालाई परिवर्तन गरेर तुरन्त एक्सेप्ट गर्ने प्रयास गर्नुहोला, त्यो तपाईँको लागि राम्रो रहन्छ। त्यस्तै प्रकारले अरूलाई सोचेर सम्झेर अरूप्रति आधार र सद्भावनालाई बढाउने तपाईँका योगहरू पनि बनिराखेका छन् र मिथुन राशिवाला जातकहरूको लागि स्वभाव पनि रहेको छ। अरूको लागि मरिमेट्ने स्वभाव मिथुन राशिवाला जातकहरूका लागि हुने गर्दछ। आफ्नो भन्दा पनि अरूप्रतिको ध्यान धेरै दिने यस्तो भएको हुनाले 2083 सालमा यसलाई परिवर्तन गर्नुहोला। आफ्नो लागि सोच्नुहोस्, अरूको लागि हुँदै गर्छ, तर मिथुन राशिवाला जातकहरूको लागि 2083 बहुत महत्त्वपूर्ण छ है। त्यही भएको हुनाले जिम्मेदारीलाई पूर्ण गर्न सक्ने क्षमता मिथुन राशिवाला जातकहरूमा रहन्छ। प्रेमी स्वभावका हुने गर्दछन्, सरल स्वभावका हुनेछन् र भनिन्छ इन्टेलिजेन्ट पनि रहने मिथुन राशिवाला जातकहरू रहने गर्दछन्। त सबै कुराहरूको लागि तपाईँको लागि ओभरअल यी योगहरू बनेका हुनाले चाहिँ सबै कुराहरू यहाँहरूको समक्षमा मैले प्रदान गरेँ। दर्शक महानुभावहरू, तपाईँको मिथुन राशि छ भने त्यो वार्षिक महिना के कस्ता प्रकारका रहन्छन्, कुन महिना तपाईँको लागि भाग्य वृद्धि छ, कुन महिनामा तपाईँको लागि स्वस्थताका लागि कमजोर बनेका छन्, केही उपाय गर्नुपर्ने हुन्छ, यी सबै कुराहरू यहाँको समक्षमा राखेँ। जाँदा जाँदा अन्तिममा भाग्य स्थानमा रहेको राहुको
प्रभावलाई नेगेटिभ प्रभावलाई कसरी रिमुभ हटाउन सकिन्छ यो विषयलाई बताउँदछु। वर्ष पर्यन्त हरेक शनिबारको दिन एक आवृत्ति हनुमान चालिसाको अवश्य पाठ गर्नुहोला र शनिबारको दिन सकेसम्म भगवान शिवजीको उपासना गर्ने, शिव मन्दिरको दर्शन अवश्य गर्नुहोला। र अर्को महत्त्वपूर्ण कुरा के छ भन्दा मिथुन राशिवाला जातकहरूले बुधबारको दिन चाहिँ विशेष गरेर कुनै पनि कन्याहरूलाई थोरै गुलियो खुवाउनु या मिठो दिनु, मिठो खुवाउनु या चकलेट गिफ्ट गर्नु तपाईको लागि वर्ष पर्यन्त अडचन, विघ्न, बाधा, कष्ट, रुकावट जस्ता चिजहरूमा तपाईलाई समस्याहरू प्रदान गर्दैन। यो थियो वार्षिक राशिफल। मिथुन राशिवाला जातकहरूको लागि समग्र स्थितिहरू यहाँहरूको समक्षमा बताए र यहाँहरूले पनि पहिलो पटक यस च्यानलमा भिजिट गर्नुभएको छ, हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब अवश्य गर्नुहोला। यस्तै महत्त्वपूर्ण धेरै कुराहरू यहाँहरूले उक्त भिडियोमा प्राप्ति गर्न सक्नुहुनेछ। जय श्री राम।